साथीहरू आज चाहिँ हामी आज भाइको बर्थडे अनि हामी चाहिँ यसो सपिङ गर्नलाई जान लागेको छौँ। अब रेडी भयो। अब हामी जाने त्यसपछि केकहरू किन्ने। अब चाहिँ हामी जान लागेको छौँ। अब गएर देखाउँछौँ हामी के किन्छौँ भनेर। त्यो पुगेर कहाँ किन्ने के किन्ने अनि के गर्ने सबै देखाउँछौँ नि। हामी चाहिँ जाँदैछौँ सपिङ गर्नलाई। फाइनली हामी चाहिँ त्यो पुग्न लाग्यौँ। भइरहेछ चोकमा। यस्तो पानी आएको छ घोडासम्म घोडासम्म थियो। यस्तो छ। यहाँ चाहिँ अब हामी केक किन्न जान लागेको छौँ। आन्टी खै यहाँ केकहरू किन्न सकेको छौँ। अब गिफ्टहरू किन्न जाने। यस्तो छ बिजोग साथीहरू। यस्तो बिजोग छ कि यहाँ बाढी जस्तो भएको छ। अब यहाँ जानुपर्ने। हामी चाहिँ अब मार्केट छिरिसकेपछि म तपाईँहरूलाई देखाउँछु कस्तो छ भनेर। हामी चाहिँ मार्केट आइपुगेको छौँ। अब यहाँभित्र छिर्ने हो। हामी चाहिँ भाइको लागि गिफ्ट किन्न लागेको छौँ। ओइ त्यो त बाहिरै राख्नुपर्छ बाउलाई। यहाँ आइज बाहिर राख्नुपर्छ नि त। यो नि यहाँ हालेर राख्नुपर्छ। हो त्यहाँ। अनि भाइले बल्ब मन पराउँछ नि यो बल्ब किनिदिनु पर्यो। म चाहिँ गिफ्ट देखा त त्यो
यहाँ त केही नै कस्तो सानो तुलिन्छ रङ पेन्टिङ लाग्दैन अरू कहाँ पाउँछ रङ पेन्टिङ तेल भनेको हैनस् यहाँ त तेल छैन जस्तो छ बाहिर यस्तो गरिन्छ कि आगो तापे जस्तो हुन्छ यहाँदेखि बाहिर निस्केपछि कस्तो राम्रो यो चाहिँ के रहेछ हौ यो के हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु है ड्रइङ कापी यहाँ रहेछ त गिफ्ट्सहरू किन्ने हो टेडीहरू किन्ने अहिले टेडीहरू किन्ने भनेको यता छ यहाँ छ त यहाँ माथि लगाइदिनु न उसलाई नै ल्याएको थियो भने त झन् के तान्थ्यो हुन्छ म निकाल्दिनँ त्यसको कति थियो कोड कस्तो ब्याट्री यहाँतिर सरप्राइज रेडी गरिसकेको छौँ उपर अनि हामी यहाँतिर स्टुडेन्ट लिएर बसेको छौँ भाइ चाहिँ आउँदैछ स्कुलबाट हामी चाहिँ घर अघि आइपुग्यौँ अनि भाइ पनि स्कुलदेखि आएको हो अब चाहिँ सरप्राइज भाइ आउँदैछ भाइ आइसकेको छ साथीहरू अब आशिष कहाँ गयो यो फेरि ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु आइज भित्र पर्ख न यहाँ लिएर पर्ख ल उया हेर ह्यापी बर्थडे भन न हौ ह्यापी बर्थडे आशिष ह्यापी बर्थडे आशिष यसलाई चाहिँ केही पनि थाहा छैन हामीले चाहिँ सरप्राइज दिएको स्कुल पठाएर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे भाइले गर्दै ह्यापी बर्थडे आशिष ल आम्मा हेर त यतिकै केक काट्छ हो